हेलो गाइस, तपाईँलाई स्वागत छ फेरि पनि मेरो आजको नयाँ भ्लगमा। र आजको भ्लगमा चाहिँ के हुन्छ भने केही नै हुन्न भनेर भन्न मिल्दैन। आजको भ्लगमा चाहिँ खै के हुन्छ जे होगा देखा जाएगा गाइस, त्यही नै हो। म चाहिँ अहिले यहाँनिर पुरा सामु राख्ने पछाडिपट्टि कोप्चे मदाएर मारेर भिडियो बनाइरहेको छु। यस्तो कोप्चेमा छु होइन म चाहिँ अहिलेतिर, उताबाट देख्छ भनेर होइन। त्यही हो, मेरो फेसहरूमा कालो कालो लाग्यो होला, हात पनि त्यस्तै कालो। काम चाहिँ वाइल घोटिरहेको छ होइन। काम गर्ने ठाउँ त मैले तपाईँहरूलाई त्यो मेरो भ्लगमा, हिजोको भ्लगमा देखाइसकेँ मैले तपाईँहरूलाई कस्तो छ भनेर। अब त्यही हो, गाह्रोहरू गर्नु लाग्छ। आज त आम्माको सम हिजोको कामले यस्तो त्यो ढाड देखेको थियो, शरीर देखेको थियो होइन। अलिक गाह्रो नै चकेडा हो यहाँनिर चाहिँ, कस्तो मच्छर नि हल्का फुल्का। त्यही हो, तपाईँहरूले मलाई सपोर्ट गरिरहनु भएको छ र मैले नि सपोर्ट पाएको छु होइन। अनि मैले हेरिरहेको मेरो सब्सक्राइबरहरू नि बढिरहेको छ राम्रोसँग, दिनमा यताउति बढिरह होइन, भ्युजहरू नि आइरह। तपाईँहरूले चाहिँ मलाई धेरै माया गर्नुभयो होइन। त्यही हो, तपाईँहरूलाई चाहिँ रिगन लाहा गाइस यार। त्यही हो, तपाईँहरूलाई चाहिँ एकदम माया छ मबाट। तपाईँहरूले मलाई सधैँ यसरी नै सपोर्ट गरिरहनु। अनि म पनि तपाईँहरूलाई खतरा खतरा भिडियोहरू लिएर आउँछु। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो च्यानलमा गएर। च्यानलको नाम थाहै होला, सिलास द ग्रेट 10 हानेपछि मेरो च्यानल आइहाल्छ। यो मलाई अलि राम्रोसँग बोल्न आउँदैन होइन भ्लगमा। अब त्यस्तै नै छ भनौँ न होइन। अब बिस्तारै सिकिरहेको छु कसरी के गर्ने, कस्तोमा के गर्ने भनेर होइन। त्यही हो, अहिले चाहिँ एकदम गाह्रो भएको छ मलाई। यस्तो अँध्यार, यस्तो कोप्चेरोमा गाई छैन साउन्ड मिलाउन त्यतातिर बढी देख्यो भने फेरि मलाई ऱ्याक खान्छ। र साथै साथ आजको भ्लगमा चाहिँ कामहरू गरेको देखाउँछु म। आज चाहिँ धेरैभन्दा धेरै कामहरू गर्नु छ मलाई होइन। पछाडिबाट आयो भने फेरि धोतीहरू ल्याङ हान्छ, मलाई फेरि ल्याङ हान्छ ल्याङ गाइस। यस्तो छ हेर्नु त गाइस, आमामामामा सामानहरू त थ्याट यो अघि भर्खर मिलाएको हो गाइस, यतातिरको नि मिलाउँदैछु होइन। आज चाहिँ ग्रेटली गाह्रो होइन। र मैले योहरू चाहिँ अघि मिलाइसकेको छु मैले। यतातिर कोप्चेमा बसेर भिडियो बनाउनु पर्ने हुन्छ गाइस। र एक दिन मेरो पनि टाइम आउँछ खुल्ला एकदम मस्तले भिडियो बनाउने दिन, र म त्यो दिनको पर्खाइमा नै छु गाइस। गाह्रो छ अहिले चाहिँ होइन। त्यही हो गाइस केटाहरू, तिमीहरूले नि अहिलेबाटै आफ्नो प्राइम टाइमलाई चाहिँ कहिले मिस नहान होइन। इन्जोय गर्नुपर्छ, नगर्ने होइन, गर्नुपर्छ। मैले पनि गरिरहेको छु। अनि मैले भन्न खोजेको चाहिँ जे होस्, टाइमहरू चाहिँ त्यत्तिकै खेर नफाल होइन। टाइम छ भने चाहिँ केही गरिहाल, टिन एजमा भयो नि होइन। किनकि यङ एजमा चाहिँ अलिकति हामीलाई केही गऱ्यो भने पछिको टाइममा चाहिँ अलिक सजिलो हुँदो रहेछ क्या। मैले चाहिँ त्यही सोचेको होइन। कतिपयको दुःख हेरिरहेको छु होइन, मन दुःखमै हुर्केको मान्छे हो होइन। त्यही हो, तपाईँहरूले चाहिँ टाइम वेस्ट नगर्नुहोस्, सकेसम्म आफ्नो टाइमलाई बचाउनुहोस् र केही गर्नुहोस् भन्न चाहन्छु म चाहिँ। अनि मेन कुरा पढाइ मात्रै इम्पोर्टेन्ट छैन, म चाहिँ सिधै भनिदिने हो होइन। आफ्नो स्किल पनि चाहिन्छ। कतिपय मानिसहरू देखिराख्नु होइन, कति पढेको हुन्छ तर कामै नपाएर छटपटी एकदम हिँडिरहेको हुन्छ। अनि कतिपय चाहिँ नपढेकोहरूले नि आफ्नो स्किल हुन्छ होइन, त्यो स्किललाई युज गरिरहेको हुन्छ, उनीहरूले त्यसबाटै फाइदा पाइरहेको छ होइन कतिपयहरूले। त्यो गाई चाहिँ अहिले भेटौँला हामी चाहिँ सिधै काममा। बाई बाई। ल गाइस, म आइसकेको छु फेरि भर्खर कार्टुन लिएर गएर। यस्तो थगेर आयो यार, माया धोती ल्याएर मलाई काम पेलाइसकेको छ। म त फेरि यहाँनिर आउने गाइस, म यहाँनिर चढ्ने हो ला। काम डबल भइरहेको छ गाइस। अब म चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ त्यो धुलो हो या घाँटीमा धुलो पसिरहेको छ मेरो चाहिँ होइन। त्यही हो, अहिले चाहिँ अब कहाँनिर मोबाइल राखेर भ्लग बनाउने होला, के भ्लग मात्र बनाउने हो। टाइम त यत्तिकै डुस बनाइदिने हो यहाँको त। मलाई यो काम छिटछिटो 1 महिना जति बिताउन हो गाइस। 1 महिना पछि अनि म एउटा सिपको काम खोजेर गर्ने हो गाइस यार। यो काममा काम छैन, यो काममा त मेरो हड्डी पस्ली टुट्छ यार कुन दिन। यस्तो गाह्रो हो कि मा कसम यार, सोचेको भन्दा नि वाइल्ड गाह्रो लाग्छ मलाई चाहिँ। त्यही हो, तर के गर्नु परिहाल्यो, नगरेको हुँदैन। म चाहिँ एकछिन हामी गइदिन्छु होइन, त्यसपछि हामी गफ गर्दै ढ्याक्क यस्तो काम गरेको जस्तो नि हुन्छ नि त। काम गरेको जस्तो नि हुन्छ, अनि हल्का काम नि गर्नुपर्छ नि त त्यो पनि। त्यही भएर किन यत्तिकै बस्ने, तपाईँहरूलाई नि यसो मेरो
कामहरू देखाइदिउँ भनेर चाहिँ आएको कि देखिसक्नुभयो होला मेरो चाहिँ म चाहिँ केमा काम गर्छु भनेर तपाईँहरूलाई त्यही कन्फ्युज भएको म चाहिँ आम्मा कसम यहाँनिर न कति छ यार माथिबाट झन् देखायो भने यति धेरै छ कि मा कसम अहिले चाहिँ म चाहिँ यहाँको माथि आएर बसेको छु त्यही हो गाह्रो छ मलाई त काम हो कि के हो यो बोलायो क्या हो मलाई स्पाइडरम्यान ल त्यही हो अहिले म सिधै तल गएर तल जान्छु है गाइस म अहिले तल जान्छु है ठ्यान्टाडैन म चाहिँ यो लिएर अब ऊ त्यहाँनिर जान्छु होइन गाइस ल ए म त्यहाँनिर जाँदै गर्छु अनि फेरि हामी त्यहीँनिर गएर भेटौँला कसम ढाड चाहिँ खत्रै दुख्यो यार केटा हो अरे गाइस मेरो मुखमा चाहिँ हरेक अब बोली पछि बेला बेलामा गाई त म निस्किरहेको हुन्छ होइन गाह्रो छ ब्याच बनाउने हो जाने हो ल अब मैले यहाँनिर पनि भ्याउन लागिसकेको छु है यहाँको अब यहाँनिर गएर फेरि हामी हामी चाहिँ होइन म त्यहाँ गएर मिलाउँछु अनि मैले मिलाएको हेरिराख्नुपर्छ है तपाईँहरूले चाहिँ गाइस धन्न लडेको म त धन्न लडेको त्यही हो भाई मेरो त भाई क्या हाल बा ठीक बा हमर एकदम बबाल बा हाँ बहुत अच्छा बढ़िया बा काम धाम चलता न चलता बैठी ना बैठी काम करी छी हम काम करे छी अच्छा तो काम करने के लिए आया है काम करने के लिए आया है काम करना पड़ेगा बेटे तो कौन पैसा देगा कौन देगा यो सफारी यो पित्तलको खै हामीलाई दिइ हुन्छ हैन पित्तलको त्यो भाटियाला किन खोल्ला छ त्यो खोलेर कन्टिन्यू बताउनु पर्छ फेरि थाहा छ त्यो 3 इन्च ल कति पुग्यो यिनीहरू मैले गनेको मैले उतै माथि राखेको थिएँ त्यो 3 इन्च मोबाइल बढे पछाडी कति पुग्यो मैले उ त्यसमा लेखियो कि दाइ यो पनि कति छ भाटियाला गन ल दाइ त्यो साउन्ड मिलाएपछि चाहिँ यहाँनिर त्यो बक्सहरूको होइन गर्नुपर्छ कि कतिवटा छ के छ भनेर यस्तो झगडा यार गाइस ल ल गाइस म चाहिँ आइसकेँ तर म यहाँको सामानहरू लिएर भइसकेको छु ल मैले चाहिँ यहाँनिर ल्याउनु पर्ने हुन्छ यो सामान गाइस ल म आइसकेँ तल आइसकेँ अनि कार्टुन खोलिसकेको छु मैले होइन देख्न सक्नुहुन्छ यहाँ यता राखेको छु अब म चाहिँ यहाँनिर राख्छु यो खोलेर अहिले होइन खोलेर राख्छु
त्यही हो खोलेर राखेर अनि फेरि अनि एकैचोटि चाहिँ अनि सामानहरू राख्छु गाइज है म यसरी भ्लग बनाउँछु पहिला यो खोलेर यहाँनिर राख्छु के हो यार गाइज यार सामानको मलाई कसम भन्नुपर्दा मलाई यति राम्रोसँग नि अलिअलि म 100मा 5% जति बुझियो होला यहाँको काम गरेको नि धेरै भएन 6-7 दिन जति भयो गाह्रो हो नि यार म त्यही नि यो गर्दिनँ कि मलाई यो म काम नि खोजिरहेको थिएँ खोज्नु त तर ट्याक्टर काम नि पाएको थियो अनि साथीले लिएर आएको हो यहाँ त्योमा नेपाली हप्सीले लिएर आएको मलाई गाइड छैन त्यो नेपाली हप्सीले ल्यायो अनि ल्याएपछि अनि त्यो त गायब भयो त्यसले छोडेर हिँडियो मलाई यहाँ काममा भिडाएर के गर्ने गाइज यस्तै हो गर्नु परिहाल्यो त्यही हो मैले चाहिँ 1 महिना जति किन्ने हो 1 महिना जति गर्ने हो काम त्यसपछि अनि छोडिदिने हो अर्कै काम सिपको काम गर्ने हो गाइज अनि सिपको काम गऱ्यो भने पछिको लागि पनि हुन्छ नि त अब यो महिनावारी मात्र यो अरूको काम गरेर त भएन पछि त फेरि अनि आफ्नो पनि केही गर्नु पर्यो तर मसँग पनि छ कला होइन मैले होटेल लाइनमा गरेँ भने नि मैले हल्का फुल्का भने जानेछु त्यो नि अलिअलि चाहिँ आउँछ होइन अनि मलाई चाहिँ ट्याटु आर्टिस्ट त्यो ट्याटु यस्तो होइन मलाई चित्त ड्रइङहरू नि बब्ली आउँछ कि भाइ माया कसम ढाँटे होइन मैले चित्रहरू खतरा बनाइदिन्छु जोस् यसरी मान्छेको थोप्रा हेरेर होइन फेस अगाडि त्यसरी चाहिँ सक्दैन होइन तर जोस् केहीको चित्र ला यसको चित्र बना भनेर दियो भने चाहिँ बनाइदिन्छु खतरा मेरो मुख किन हो लडबडिँदा हुन्छ बेलामा त्यही हो गाइज गाह्रो छ यार सोचेको जस्तो त के भन्ने जिन्दगीमा होइन गाइज कार्टुन नि खाली भइसकेको छ होइन मैले चाहिँ यतातिर मिलाइसकेको छु ल म चाहिँ यहाँनिर साउन्ड मिलाउँछु एउटा हो गाइज म चाहिँ यहाँनिर साउन्ड मिलाउनु पर्ने हुन्छ त्यही हो अहिले म यहाँ मिलाइसकेपछि फेरि भेटौँला है त ल गाइज मैले चाहिँ यहाँनिर सामानहरू पनि भरिदिइसकेको छु होइन देखिसक्नुभयो फेरि म त्यही कोप्रेमा जान्छु मेरो ठाउँमा यहाँनिर बस्तीमा लाग्छ फेरि थ्याट मैले यहाँनिर कति गर्ने थियो यार लगाए एकछिनै म यो गन्छु फेरि होइन म त फेरि गन्छु के गर्नु मेरो काम नै त्यस्तै होइन त्यहाँ हो फेरि सिसी क्यामेरा यहाँ कक्षमा गाह्रो हो ल त्यो बोरा पो हल्लिएर चाहिँ म त तर्सिरहेको भयो होइन त्यो एकछिन यो गन्छ है नरिसाउने पाएन राम्रोसँग आउन पाएन भगमा ननस्टप त्यही हो अब के गर्ने हल्का टाइम मिलाएर गरिरहनुपर्छ भगहरू चाहिँ म कन्टिन्यू नै हाल्छु क्या त्यही सोचेछु कि अरे अब के हुन्छ नि ल म एकछिन यो गन्छु है त गाइज कतिवटा छ भनेर फेरि ल चाहिँ बाई के गर्ने केटा यार के गर्ने गाइज यार मैले मिलाएको कामै लागेन नि यार थ्याट यहाँ यत्रो बल यस्तो मिहिनेत गरेर मिलाएको थिएँ लास्टमा बरेङमा पो रहेछ हाल्ने थ्याट मैले यहाँ ठिकै छ केही भएन ल बरेङमै भेटौँला है त ल गाइज म चाहिँ यहाँनिर यत्रो सामानहरू ल्याइसकेको छु होइन हेर्नु सक्नुहुन्छ अब मैले खास मिलाउनु पर्ने चाहिँ यहाँ रहेछ गाइज के गर्नु मिस्टेक भयो होइन अब म यहाँनिर चाहिँ मिलाउँछु ल गाइज है मिलाउँछु ल एकछिनमा देखिरहेको होला गाइज मैले यहाँनिर मिलाएर बाइसकेँ फेरि म भएँ तपाईँ अर्कै गएको छु के भन्नु गाइज गाह्रो छ गाइज हेर्नु होला मलाई अहिले चाहिँ होइन यत्रो कार्टुन बगेर आइसकेको छु गाइज वाइल ठगिला यार खाजा खाएर एकैछिन बसेको थिएँ डेन्जर थाकिलाइसकेको छ गाइज मलाई चाहिँ होइन के गर्ने मेरो जिन्दगी त यहीँनिर जान्ला जस्तो यार आज त यस्तो थकिला भनेको आम्मा कसम यार थैट त्यही समय लाग्थ्यो त्यही हो गाइज तल 4 ताले माथि हेर आउनुपर्छ अहिले कार्टुन बोकेर भारी हो
ल गाइस म चाहिँ अहिले कार्टुन बोक्न जान्छु एकछिन रेस्ट गरेर है त ल गाइस म चाहिँ कार्टुनहरू लिएर आइसकेको छु अब मेरो आधी घन्टा यहीँ बिताइदिन्छ ए गाइस होइन अलि मजा चाहिँ माथिसम्म चिल पारामा हो गाइस यार सिकान देख्यो होला यार मेरो त यहाँनिर सुत्दिनु पर्छ क्या खुट्टाको हालत हेर्नु गाइस मेरो खुट्टाको हालत आम्मा कसम कस्तै भयो त्यो गाइस आज चाहिँ म अलिकति आज पनि थकितमै छु रुगा लाएर पनि तनाव भएको छ होइन त्यही हो थकितमा छु गाइस म थकितमा के भन्ने शब्द निस्केको छैन मेरो मुखबाट शब्द निस्किनु हच्च निस्किरह त्यही हो यता माथि पनि अझै छ यता माथि चाहिँ यो कार्टुनहरू राखिदिने हो यहीँ बिताइदिने 1 घन्टा ढुक्क चिलमा अब सिसी क्यामेरा पनि छैन होइन गाइस सिसी क्यामेरा छन् छ गाइस होइन त्यहाँ छ कि गाइस सिसी क्यामेरा खास तर हाम्रो के बा त्यहाँ कुवा जस्तो गाइस बा छैन हाम्रो उसी ढुक्क र गाइस त्यही एकछिन म रेस्ट गर्छु ल गाइस म रेस्ट गरेर नि यताउति घर चाहिँ कति काम गरेर नि आइसक्यो होइन ब्लगहरू बनाउनु पाएन त्यही हो अब मेरो आजको भ्लग चाहिँ सायद यति नै हुन्छ होला म जुन ठाउँमा आएको थिएँ गाइस देख्न सक्नुहुन्छ जुन ठाउँमा आज भ्लग स्टार्ट गर्थेँ त्यही ठाउँमा अब भ्लग पनि हुन्छ मेरो नि गाइस त्यही हो अब चाहिँ यति नै छ गाइस बाई बाई थ्याङ्क यू मेरो भ्लग हेरिदिनु भएकोमा यस बाई बाई